अनि के छ गाइज आयो सबैजनाको हालखबर एकदम बबाल नै होला मेरो पनि एकदमै बबाल नै छ। अनि त्यसपछि भाइ चाहिँ स्कुल जाने मानेकै छैन र भनेर म चाहिँ लाग्यो यसलाई तर्खाउनको लागि थर्काएको त थर्किन्न त लट्ठी देखाएको त फेरि डराउँदै स्कुल जान्न कि जान्न भन्छ फेरि के गर्ने त भने। अनि त्यसपछि फेरि यसको जहिलेको जस्तो बाहाना म भोलिबाट चाहिँ जान्छु भन्छ जहिले पनि आज जान्न म भोलिबाट चाहिँ अहिले नै जान्छु भन्छ। यसको बाहाना सुन्दा मेरो कान पाकिसक्यो भनेर यसलाई चाहिँ अब म बबाल पनिसमेन्ट दिन्छु गाइज स्कुल लगाएको। अनि फेरि के भन्छ भनेको जब पनिसमेन्ट दिएर त के नि म जस्तो नि गरिदिन्छु म त स्कुल जान्न कि जान्न पो भन्छ त स्कुल जान भन्दा त त्यही ठिक भन्छ त यसलाई अब म बबाल पनिसमेन्ट दिन्छु नि। अनि त्यसपछि फेरि भाइको मिठो गफ सुनेर हाम्रो फुच्चेर झरी पिसा पाइरहेको यसले झरी भाइको गफ पत्ताएन कि। त्यसपछि यसको पनिसमेन्ट चाहिँ के होला भन्नु भएन गाइज यसको पनिसमेन्ट चाहिँ खतरै दिन्छु नि म फेरि यो सबै कोडा सफा गर्नुपर्छ यसले यति पनि फोकर देख्नुहुन्न सबै सफा गर्नुपर्छ फेरि यसले हेर्नु न गाइज सफा गर्नुपर्छ भने नाचेर बसिरहेको यसलाई त मैले भइरहेको मैले यो देखेर आज यार। अनि त्यसपछि फेरि ला यो तनाव हाल भनेर मुखमै हानिदिएँ मैले त भएर। अनि त्यसले सफा गर्दै गर्छ अनि एकछिन फेरि ठिल्लारी घर जान्छु भनेर गएको त फेरि लोकल पाडाको मासु रहेछ फेरि खा भनिहाल्नु फेरि खा भनेपछि कसले खान्न अनि गाइज त्यसपछि मैले दन्काइहालेँ। अनि घर आएर हेरेको त यसले भ्याएन सफा गरेर भनेर हेर्न आएको त फेरि मस्त कपडा लाउँदिएको बसिरहेको रहेछ। अनि यसले आज कोठा सफा गरेन रहेछ भने यस्तो भेट्छ नि गाइज भनेको थिएँ मैले होइन धन्दा कोठा चाहिँ